मम्मी के को लागि हो त्यो दुराने लैजाला पनि भनेर छोराले बिहा गरेको भोलि लानु पर्यो दुरानमा लैजानु पर्यो रोटी भनेर कान्छो भाइले बिहा गरेको राम्रो रोटी पकाउनु भनेको तेल धेरै भएर अलि राम्रो रोटी बनेन अब आफूलाई आफूलाई बल्ल अहिले भयो के हाल्नु बिहेको भोलिपल्ट दुरन फर्काउनु पर्ने भएको भएर हामी चाहिँ दुरन फर्काउनको लागि मेरो माइत जाँदैछौँ। बाटोमा कन्स्ट्रक्सन भइरहेको भएर बुटोलसम्म चाहिँ एकदमै गाह्रो थियो। चितवनदेखि नेपालगञ्जसम्मको फ्लाइट नभएको कारणले गर्दा चितवनदेखि नेपालगञ्जसम्म हामी गाडीमा आउनु पर्ने थियो। साथै नेपालगञ्जसम्म आउने डाइरेक्ट गाडी नभएको कारणले गर्दा हामी बुटोलसम्म गाडीमा आयौँ र बुटोलदेखि हामी अर्को गाडीमा आउनु पर्ने भएको भएर हामीले चाहिँ अहिले बस पार्कमा गाडी वेट गरिरहेको छौँ। लगभग 9-10 घण्टाको अन्तरालपछि कोहलपुर बस पार्कमा पुग्यौँ। रात परिसकेको हुँदा हतार पनि भइरहेको थियो। के भन्नु छैन मलाई के सुनिरहेको ससुराले जाँदै हो पुरा चाहिँ दाली साली काटेर जाम कि कसरी जाम भइरह राति भइसक्यो चाहिँ यस्तै हलिरहेको छ अटो फेरि यस्तो खै ल अनि टिकाटालोतर्फ लाग्यौँ। सबैजनाले आँखा रसाउँदै टिका लगाइदिनु भयो र हामीले पनि लगाइदियौँ। भोलिपल्ट बिहानै खाना खाएर कुसुम घाट हुँदै आन्टीलाई भेट्न ताराताल पुग्यौँ। रमाइलो बिल्वा पुनम पनि भर्खर काठमाडौँदेखि आएकी रहेछन्। हामी नेपालगञ्ज जाने तर्खरमा थियौँ अनि पुनम पनि हामीसँगै नेपालगञ्जसम्म जाने भयो। दर्शकहरू तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ यो चाहिँ बाघ आउने जङ्गल हो। यहाँ चाहिँ अस्ति एकचोटि बर्दियामा खतरा तरिकाले बाघले मान्छेलाई खाएको जङ्गल चाहिँ यही हो। अहिले चाहिँ हामी हाम्रो सम्पाददाता र क्यामेरा पर्सन चाहिँ
अहिले यहाँ चाहिँ खोज तलास गर्दै हिँडिरहेछौँ अनि हामी 3 जना भएको कारणले गर्दाखेरि चाहिँ पुलिसले समाचार भनेर चाहिँ पहिले नै आएर रेडी भएर रेडी पोजिसनमा बसेकी छिन् ऊ देख्नुहोस् मलाई कोही छैन भनेको लास्टमा एकदम ठिक छ मुख खोल कस्तो लाग्यो त्यहाँदेखि यहाँसम्म बिस्कुट मुख खोल भनेको मास्क खोल भने होइन कसै मुख खोल्दा नि पुनमलाई धम्बोजी चोकमा छोडेर हामी नेपालगञ्जको फेमस हलुवा पराठा पसलमा हलुवा पराठा खान गयौँ। त्यसपछि नेपालगञ्जको अर्को फेमस मोमो पसल हाम्रो मोमो सेन्टरमा मोमो खाएर घरतर्फ लाग्यौँ। जाँदा जाँदै बाटोमा माछा पसल देखेर त्यहाँबाट 1 केजी जति माछा लिएर पनि गयौँ। एक केजी निकाल्दैन कुखुरा छोप्दै हुनुहुन्छ हाम्रो उहाँले चाहिँ यसो खाम भनेको अब छोप्न दिन्छ जस्तो लाग्दैन मलाई आज यसले एउटा भालेले रक्षितासँग न्यु खोजिरहेको थियो अनि मम्मीलाई रिस उठेर भालेलाई नै काटिदिने भन्नुभयो। मम्मी डोको ल्याउन आउँछ गाह्रो छ कुखुराको मासु खान पनि सासु र ज्वाइँ लागेर छुप्दैछन् त्यही पनि छोपेर भएका छैनन् क्याट्ने होला कुनै ल फाइनली होइन हामीले चाहिँ छोप्यौँ फाइनली भेटियो छोप्नु भयो खै देखा अन्त कति केजी होला के भन्नु छ नदेखाउँ आजको हाम्रो काम कति गाह्रो है सानो हात काटिन्छ है हात काट्यो भन्छ
खासमा यो ठाउँ चाहिँ चस्मा नलगाइकन हेर्नुपर्ने हो। त चस्मा लगाएर गएर चाहिँ चस्मा चाहिँ निकाल्छु। चस्मा निकालेर चाहिँ अब हामी कर्णाली पुलको भिजिट गर्दैछौँ। अब हामी यो कर्णाली ब्रिजको 500 मिटर लम्बाइ चाहिँ क्रस गरेर वहाँ फ्रन्टसम्म जाँदैछौँ। लाइक 1 किलोमिटर नै भयो नि 500 त 500 त ए कर्णालीमा ऱ्याफ्टिङ गर्न लागिरहेको छौँ। रसिता म भएर यो भाइले चाहिँ हाम्रो ऱ्याफ्टिङ गर्न लिएर जान लागिरहेछ। तिमीले त मलाई पहिला नि भेटेको थियौ, तिमीले साथी होला भनेर। यसलाई तल हान्ने अब गाह्रो हुँदैन? यो बोटलाई चाहिँ तल झार्न लैरहनु भयो ब्रोहरूले यो पानीसम्मको लागि। आम्मामा हामीलाई यहाँबाट यति गाह्रो हुन्छ यहाँबाट जानको लागि। सेम यस्तै छ। माइ गड। हामी ऱ्याफ्टिङ गर्न तल ऱ्याफ्टिङ एरियातिर गयौँ। भिड नभएको हुनाले एकदम सजिलो पनि भएको थियो। कर्णाली निकै टाढा जाँदैछौँ अहिले ऱ्याफ्टिङ बोटको स्पोटदेखि। अलमोस्ट 1 किलोमिटर हामी चाहिँ पारवे छौँ। सो अझै अगाडि बढ्दैछौँ जहाँसम्म पुगिन्छ। मैले पनि हेल्प
गर्दैछु बोटको लागि सानो भिडियो बनाउँछु टाढा जानु पऱ्यो भनेर मलाई चाहिँ रमाइलो लागिरहेको किनभने यो भनेको लाइफ एक्सपिरियन्स हो टुरिस्टहरू चाहिँ मलाई केही प्रब्लम भएको छैन बोट चलाता रहेगा लाउनु पर्छ बोटको के भन्छ स्टिक भन्छ यिनीहरूलाई यो प्याडललाई चाहिँ यो बुढी औँलाई यस्तै राखेर यस्तै समातेर अनि बल्ल हाल्नुपर्छ यसो गरेर चाहिँ इजी हुन्छ न त गाह्रो हुन्छ ल केही समयपछि हामी फर्किनको लागि तयारी गर्यौं। आर्मी पोस्टमा छिटो जानुपर्ने थियो किनकि 4वटा बाइक नभई नहुने। बाघको आक्रमणबाट सुरक्षा लिनको लागि 2वटा गाडीको बीचमा 4वटा बाइक गरेर हिँड्नुपर्ने थियो। त्यसपछि बाटोमा आउँदा आउँदै ठाकुरद्वारा पर्ने भएकोले त्यहाँ पनि घुम्ने प्लान गर्यौं। ठाकुरद्वारामा आएर हामी चाहिँ यो गोहीहरू हेर्दैछौँ। ठाकुरद्वारा चाहिँ यो बर्दियामा पर्छ। बाघ चाहिँ यहाँ थियो सुत्दै सुत्केरी भएको छ क्या हो। यो घरमा बाघ थियो यहाँ चाहिँ गैँडा खा चिनेछ क्या बुढाको चिन्दै रहन्छ यसले। यो हात्तीको टाउको यो हात्तीको बङ्गारा सङ्गारा हो। यो हरिण ठुलोवाला जिराफको के को यो है के को कमेन्ट सेक्सनमा लेखिदिनु होला यो के को दारा हो भनेर। के को बाघको होला एउटा जरा सराहरू हो अनि यो गैँडाको यस्तै हुँदाखेरि यो चाहिँ सङ्ग्रहालय रहेछ। जमानाको चिजहरू चप्पलहरू यो घुमाउन रक्सिताले नजाने जस्तो देखिएको छ तर वास्तवमा यो घुमाउने कुरा नै बिग्रिएको थियो। रक्षिता एउटा बुहारी भएको नाताले यहाँ के सही र के गलत भन्ने कुराको अवलोकन गरिरहेकी छिन्। यो ढुकुटी पनि मर्मत गर्नुपर्ने भन्दै थिइन् रक्षिता। त्यसपछि हामीहरू त्यहाँबाट निस्किएर घरतर्फ लाग्यौं।
के गरौँ भा अब यता देखाउ त यसलाई हो अनि भोलिपल्ट ड्याडी पनि आउनुभयो। सबैजना घरमै थियौँ, त्यसैले खसी खाने प्लान बनायौँ र खसी काट्न लाग्यौँ। एकैचोटि सानो कसरी हुँदैछ रगत नदेखाउ ब्लड गर्नु हो काम गर्दा हुन्छ एकबार आफ्नो बाम के छ नि कहीँ गोर लाग्छ नि नहेर्ने क्या हल्का हल्का याद भयो सबैलाई त्यही नो पिस गरेर चाहिँ होला होइन यसलाई पनि नहोला होइन भयो त मामी भयो दिदी हात धुने